राज्यले नागरिकलाई केही पनि गर्न दिएन भन्ने एउटा ज्वलन्त उदाहरणको विपरीत यो माडी नगरपालिका 8 मा यो तपाईले जति एउटै लेभलको घर देख्नुहुन्छ यहाँ लगभग 56-58 वटा यो घर राज्यबाट बनेको छ। सम्भवतः संस्थाहरूबाट बनेको छ। यहाँ घर मात्रै बनेका छैनन्, आम्दानीका लागि कृषिका ठूला ठूला टनेल राखिदिएका छौँ। त्यस्तै गरी संस्थाहरू राज्यहरू भनिरहेका छन् हामीले चक्लाबन्दी खेतका अवधारणा ल्याइदिएका छौँ। त्यस्तै गरी यो तपाईले जति पनि देख्नुहुन्छ यो कान्तिपुर, अहिले कान्तिपुर होमस्टेबाट सञ्चालित छ सबै। साँच्चै यी घरहरू व्यवस्थित हुने र एउटा होमस्टेसँग जोडिएर अघि बढ्ने हो भने एउटा पर्यटन क्रान्ति आउनका लागि ठुलो लाग्दैन। किनकि एउटा कोठामा लगभग 150-200 वटा कोठा तुरुन्तै विदिन 1 महिनाभित्र निकालेर व्यवस्थित ढङ्गबाट पर्यटन सञ्चालन गर्न सकिने। त्यो मात्रै नभएर एग्रिकल्चर र पर्यटनसँग जोडिएर अगाडि यहाँदेखि टनेल बनाइएको छ। मलाई लाग्छ यो लगभग 1 करोड हाराहारीमा बनेको टनेल हो। टनेलको स्थिति यस्तो छ, कोही ठाउँमा हामी टनेल मागिराखेका छौँ, कोही ठाउँमा बनेका टनेलहरू संरक्षित छैनन्। अलिकति अगाडिपट्टि तपाईले देखिराख्नु भएको छ त्यो मलाई लाग्छ जनजीवन माध्यमिक विद्यालयको पहेँलो बस आएको छ विद्यार्थी लिएर, र त्योभन्दा अगाडि कृषि गर्दै आएको ट्र्याक्टर दौडिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै बोकिराखेको यो कान्तिपुरको बसाई बिस्तारै बिस्तारै थपिएको छ। तर यहाँ बनेका टनेलहरूको संरक्षण कति पनि देखिँदैनन्। अब यसलाई सकारात्मक म्यासेजका रूपमा लिने वा नकारात्मक त्यो तपाईहरू नै भन्नुहोला। किनकि यो टनेल बनेको छ, संरक्षण छैन, मान्छेहरू सकभर बसिरहेका छन्। के देखिन्छ भने यहाँ घरमा मान्छे बसे तापनि ऊर्जाशील मान्छे, अवधारणा बोकेका मान्छे र एउटा क्षमतावान नागरिक साँच्चै छैनन्। यी नानी बाबुहरू स्कुलबाट आइरहेको हुनुपर्छ। साना नानी बाबुहरू भर्खर चाहिँ तपाईँ स्कुल पढेर आइराख्नु भएको हामी देख्न सक्छौँ। यो स्कुल बस तपाईँलाई लाग्ला यो स्कुल बस कुनै यो प्राइभेट बस हो, प्राइभेट स्कुलको बस हो भन्ने लाग्ला। तर यो यहाँको सामुदायिक विद्यालयहरूले कुना कुनाबाट यो चाहिँ मलाई लाग्छ जनजीवन माध्यमिक विद्यालयको बस हुनुपर्छ। यो बस साँच्चै माडीको वडा नम्बर 8 को एउटा यो जनजीवन सामुदायिक विद्यालयको